आज किसको कार्यक्रम होला भन्न आज सक्नुहुन्छ? यो 12 कोठा राखेको 12 दिनसम्म सूर्यको मुख पनि नदेख्ने, मर्दको मुख पनि नदेख्ने र जम्मै झ्याल ढोका सबै थुनेर अँधेरो बनाएर कुनामा 12 दिनसम्म राख्ने। अनि आज अब निकालेर बाहिर सूर्य पूजा गर्ने, मन्दिरमा लाने, अनि गोजा चढाउने, किस्ती चढाउने, फुल अक्षता चढाउने, धुपबत्ती गर्ने, 12वटा कन्यालाई 12वटा त्यो सूर्यको दिने, टिका लाएर त्यही हो अब। अनि मन्दिर गएर आउने, मन्दिर गएर आएपछि माथि भ्युसिन पूजा गर्ने, भ्युसिन पूजा गरेपछि अनि बच्चालाई टिका लगाइदिने, जल खाने, अनि आएकालाई भोज खुवाउने।